100 भन्दा बेसी गोली वर्षाएको रहेछ भन्ने तथ्यले हामीलाई देखाइरहेको छ। अर्को कुरा भनेको मिडियामा हेरिरहँदाखेरि अश्रु ग्यास जुन प्रयोग गरिएको छ सिधै जनताको स्वास्थ्यलाई साह्रै नै धेरै क्षति पुर्याउने खालको डेट एक्सपायर भएको अश्रु ग्यास प्रयोग गर्यो भन्ने कुरा सुनिन्छ। त्यो तथ्य के हो त भन्ने कुरामा पनि हामीले ध्यान आकृष्ट गराउनु जरुरी छ। जस्तो कि मैले भनिरहेको छु, फेरि पनि म दोहोऱ्याउन चाहन्छु, हिंसात्मक गतिविधि भयो भन्दैमा हामीले अग्रेसिभ भएर अगाडि बढ्न कति आवश्यकता थियो भन्ने कुरा सरकार पक्षले पनि आफ्नो ध्यान जानु जरुरी छ। अर्को कुराको मैले यहाँ प्रश्नको कुरा गर्दाखेरि अश्रु ग्यास सभा भइरहेको ठाउँमा हानिदैमा कसैको हत्यालाई हामीले जायज मान्न सक्दैनौँ। त्यस्तै गरेर लुटपाट र अनैतिक कामहरूलाई पनि हामीले जायज मान्न सक्दैनौँ। सुरक्षा दिन